हैप्पी न्यू ईयर। हेलो भाई, क्या हाल है? ठीक है। क्या लग रहा है तुमको? आज क्या है? आज न्यू ईयर से पहले एक दिन आता है, ईव डे बोलते हैं। आज ईव डे है 2083 का। हमारे साथ कौन कौन है? देखो, मनीष कुमार भी है, अंकल आंटी भी है। क्या क्या बन रहा है बताए? बन रहा है चावल दावल। रवि भाइलाई सर्वत्र के लगाउने? के लगाउने? सेक लगाउने, सेक। कुन शेक? सेकुवा। This is Sekua, magnet of the Nepal biggest We chicken. are doing a Shekwa program in my house. We have Manish Kumar with us. Where are you, Manish Kumar? We are cooking meat and rice. धेरै हुन्छ। यसलाई खोलिदिएको भए मैले यदि खाने नै गरेको छु। we are many. टमाटरको अचार, मस्यौडा, साग र मासु। हामी बाहिर भन्दा चाहिँ भाइ मासु राम्रो भयो। मासु राम्रो भयो। खाना खाएपछि चाहिँ अब रवि शर्मा र मनिष कुमार र म वाकिङमा जाँदैछौँ कोस्टर एरियातिर डुल्दै। यो गेट होला। होइन यो गेट होला, होइन यो गेटै हो। होइन हाम्रो बाइक चाहिँ यहाँ के छ भन्दाखेरि अब गन मेटल ग्रे, यो चाहिँ नयाँ एडिसन हो गन मेटल ग्रेको। साथै अब मेरो चाहिँ ओरिजिनल गन मेटल ग्रे भन्दा पनि पुरै सिल्भर कलर ग्रे कलरको गन मेटल छ। अर्को हामी रवि भाइको बाइक चाहिँ अब पल्सर 220 र यो चाहिँ हामी चाहिँ अब खाना खाएर एकछिन वाकिङ गर्दैछौँ। अब अलि माथिसम्म वी आर करेन्टली इन भैमाल मार्ग र यता काली माताको मन्दिर पनि छ है, देख्न सक्नुहुन्छ। भर्खर प्राण प्रतिष्ठा गरेर, धेरै भएको छैन यो ठाउँको प्राण प्रतिष्ठा गरेर भर्खर अब स्थापना हुँदैछ। रमाइलो भइरहेको छ। हामी तिनजना घुम्दा घुम्दै हामी तेजविनायक चोकतिर आइसक्यौँ है। तेजविनायक चोकको चहल पहल देखाउनै छ तपाईँलाई। यहाँ मेरो साथीहरू, एउटा अलि कम मोटे, एउटा अलि बढी मोटे। दोस्त तिमी जतिको छु हौ म। मनिष तेजविनायक भनेर यो भएर तेजविनायकको मन्दिर छ शिवको। के यसमा एक पाउ लिनु न, एक पाउ आधा पाउ हो। फेरि पनि हामी उपस्थित भएको छौँ। हाम्रो वाकिङ जर्नी सकेको छैन। मनिष कुमार के गरे? फाइनली घर चाहिँ पुगियो है। अब चाहिँ अब हाम्रो प्रोग्राम सुरु हुन्छ। बुखार जस्तो लाग्यो हो रविलाई। बुखार लागिहाल्छ नि, आज कहिले पनि नहिँडायो है, दूरी हिँडेपछि त बुखार। मम्मीको आज एकादशी व्रत भएर खाना चाहिँ मिल्दैन है, भए पनि अब मम्मीले बनाइदिनु भयो, धेरै धेरै धन्यवाद। पापड जान्छु पापड है। ल ल तिमीलाई घर लानलाई बनाएको हो यो फेरि। हुन्छ हुन्छ, थ्याङ्क यू आन्टी। मन पापड त धेरै भयो नि जस्तो लाग्यो नि भने। ए मनिष कुमार, म के गर्दैछु हेर न। ल के गरेछौ दोस्त तिमी चाहिँ? म यता लाग्नु भडा यता लाइन ल्याउनु ल। यो मासुलाई यतापट्टि राख्नेछौँ हामी। जस्तो लाग्छ कि क्या यार। आगो बाल्ने हो, त्यही हो, अहिले नराख्ने यार। कनेक्ट भयो, जोडियो जोडियो। अहिले त दौरा चलाउने हो। किन आइराख्ने हो नि त अब। एउटा खिच्नु पर्छ नि यार मेरो फोटो। मैले अलिकति कालो चाहिँ बनाउनै पर्ने रहेछ यार, मैले थाहा पाएको नि। अलिकति तारको भयो न दोस्तहरूले त। रुक न रवि कुमार। हेलो एभ्रिवान, अ भेरी गुड मर्निङ, अ न्यू डे, अ न्यू इयर। हामी सुतेर भर्खर उठ्दैछौँ है, लगभग 8 बजे होला। हामी सुत्दाखेरि चाहिँ लगभग 12 बजे थियो है, छैन 12 भन्दा ढिलै भएको थियो। भए पनि अब मनिष कुमार यहाँ सुत्यो, यहाँ तल सुत्यो, रवि भाइ चाहिँ यताबाट सुत्यो। रवि भाइले अहिले भिडियो खिच्दैछ इनफ्याक्ट। ल हाम्रो ब्लग ल यति भन्दै सकिन्छ। ल आई विश एभ्री वान ह्याप्पी न्यू इयर।